यस्तो मेहनत गरी फुकेको आगोलाई किन यसरी लात्तीले थिची पार्यो? हेलो गाइस, अहिले तपाईँहरू हेरिदिनुहुन्छ लोकल गाइस ब्लग च्यानल। अनि तपाईँहरू थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नुभयो होला आज हामी जानेवाला छौँ फिसिङ। अनि फिसिङ गएपछि के कस्तो हुनेछ अगाडि हेर्दै गर्नु होला। अब चाहिँ हामी छौँ खोलामा, देख्न सक्छौँ बाबा र छोरीले चाहिँ माछा मारेछ होइन। माछा निगल्छ होला त। म चाहिँ यहाँ यस्तो बोक्ने बाबा र छोरीले चाहिँ के अरे माछन् क्या त्यहाँ। एकदम डेन्जर खोलाको आवाज साथमा एउटा माछाको सुरुवात हुनै लागेको थियो, तर अब भएछ माछाहरू छोपिसकेका छन् बाबाले। देखाइदियो बाबा। र माछाहरू चाहिँ यत्रा ठुल्ठुला छोपिसकेका छन्। हालिमा है पानीमा। र म चाहिँ पापी छैन, त्यसैले चाहिँ यसलाई चाहिँ खोलामा विसर्जन गर्न जाँदैछु। खोलामा विसर्जन गर्नु भन्दा पनि टेस्टी। माछाहरू यी ढुङ्गाका मुनि लुकेर बसेका हुन्छन् र ढुङ्गाहरू एकदमै ठुला छन् र त्यही माथि यो पानी एकदमै चिसो छ। त्यही माथि माछाहरू कहाँ लुकेका हुन् त्यो थाहै छैन, पत्तै छैन। लगभग 15-20वटा जति जुर हलाएपछि पनि यो माछा नमरेपछि हामीहरू चाहिँ एकदमै थाकिसकेका छौँ। त्यही माथि बाटोहरू एकदमै चिप्लो र अप्ठ्यारा छन् र सफलताको फल मिठो जान्छन् हो कि क्या हो। बल्ल तल्ल जसो तसो गरी एउटा माछा मार्न सफल भयौँ हामी। ल धेरै समयपछि यहाँ बाबाले के गरेछन् देखाइदिनु त। अरू छ होला दुईटा आहा, एकै ठाउँ दुईटा पा आहा नि थापिराख्नु पग्यो हालिरहन्छ एकै ठाउँ दुईटा पा। यो अझै हल्लाउँदैछन्। ल चारवटा भयो है, अघिको दुईटा भयो, दुईटा यहाँ छ। अरू देखाइदिन्छु म। ल यहाँ चारवटा, एउटा माछासँग पाँचवटा। ल अझ अरू खोज्दैछौँ, हेरौँ। दामी मजा, म त केही गरेको छैन, यस्तो हिँड्ने मात्रै। यहाँ माछा निकाल्न सक्छ। ल पानी गल फिक्स हो, दुईटा पा, तिनटा पा। म थापुम पात परेर यहाँ चाहिँ यस्तो चराहरू छैन। यो चराहरूको गुट हुन्छ त्यहाँभित्र, र यहाँ चाहिँ मान्छे पोल्ने ठाउँ पनि हो यो माथि यस्तो सबै ठाउँमा। र म चाहिँ जानेवाला छु त्योमा त्यो भित्रमा गएर देखाइदिन्छु होइन। यहाँ नि माछा हुन्थ्यो पहिला, आजकल चाहिँ के छ कस्तो छ, तर म त्यो भित्र गएर देखाइदिन्छु है।
र म यहाँ आइसकेँ अनि कस्तो छ क्या थाहा हेर न ओ त्यहाँभित्र नि जाने हो म त्यहाँभित्र अँध्यारो छ यार त्यहाँ त डर लाग्छ म हिँडसम्म नै म उता जान्न त्यता किन नजाने म त आउँछ होइन नि त अनि जान्छु म चराहरू भन्दै थिएँ यहाँ चराको गुड थियो उता उतातिर कता यहाँ भित्र छ होला उता अँध्यारो छ यहाँ थैट चराइ मोर्नु यहाँ यस्तै छ र म चाहिँ गएँ यो भिडियोमा 100 लाइक आयो भने चाहिँ म जान्छु त्यो भित्र नै र त्यही हो अब हामी माछा मार्दैछौँ यस्तोहरूमा चाहिँ मोना है माछा उता ठुलो खोलामा हाल्दैछौँ त्यहाँ मार्दैछौँ ल के हुन्छ त अब हेरौँ र गाइज म चाहिँ यहाँ यो ताल छ त यो तालमा चाहिँ म बाबालाई मारौँ भन्छ होइन बाबालाई सोध्छु यसो माछा पाइन्छ कि पाइन्न म बाबालाई सोध्छु अनि बाबालाई सोधेपछि बाबाले माने भने त्यतातिर चाहिँ यहाँ यतातिर चाहिँ डली मारेर त्यतातिर डली मारेर स्याक यो ताललाई चाहिँ सुकाइदिनेछन् अनि डली मारेपछि कति माछा हुन्छ त हेर मैले चाहिँ 5वटा भइसकेको छ 4वटा पा एउटा माछा मारेको छौँ धेरै नि भएन लगभग 20-25 मिनट जति भयो आएको ल हेरौँ है त अहिलेसम्म चाहिँ यति मारेको छ भने एउटा 2टा माछा अनि 1 2 3 4वटा पा ल यसलाई चाहिँ म झोलामै राख्छु अनि बाबा गाउँदेखि कति खेलामी थियो भन्छु ल अनि म घन बोकेर जान्छु तल यहाँ घनहरी डोको हरि यहाँ छ के चाउचाउ खाजा हाँसी हरि डोको पालसाल म अब घन बोकेर बाबा हेरेर जान्छु नि त हेरौँ यो खोलालाई चाहिँ यता हाल्ने कि नहाल्ने भने बाबा चाहिँ अनुसन्धान गर्दैछ माछाहरू चाहिँ छ कि चिना हेर्दैछन् क्या नमानेको यो खोलालाई यहाँ हाल्यो भने नहाल्यो अब टिका लागेछ त काम उन्ना ए पान छैन अरे त यता ल्याऊ बाबा गल नहल्ला र सरले ल्याऊ के गल पानी आयो भने बस्दै थाऊ यहाँ यस्तो खतरनाक छ खतरनाक सर्प हुन्छ नि फेरि सर्प यत्रा ठुल्ठुला हबी ए यस्तो छ यस्तोमा सर्प त भइहाल्छ एमा त हरिछ तर सर्प छ अरे क्या कालो सर्प छ रे ठुलो छ रे सालकै हुन्छ अरे यस्तै एमा हल्ला नि हो ल ए यो पोरा चाहिँ पा जस्तो सबै पा भन्छ यार जङ्गलभित्र र जङ्गलभित्र खोलामा यहाँ बाबा छान्दैछन् चिना हरोस् यो ढुङ्गामा
लास्ट चिप्लो खतै जान्छ त यस्तो यस्तो पुरै लेउ बसेको हेर त बर्खा है यो बर्खा र हामी चाहिँ यहाँ मार्दैछौँ ए तेरो घन हानेको जानेर त यहाँ त ओ माछा आयो माछा ठुलो आयो नि माछा त बल्ल माछा लाग्न सुरु गर्यो यहाँ माथि डल्न माछा हो नि त यो त्यो माछा निक्लिसकेको छ एउटा मात्रै हो माछा पऱ्यो अब माछा है माछा मारिन्छ अब यो ताल हेर्न सक्छौ अनि यो तालमा चाहिँ हबी यहाँ माछा अब यस्तो यहाँ खासमा त यो माछा मारेर हल्ला नगरिरहेको हुन्छ हल्ला गरेर माछा उहाँले आफैको हबी माछा ल्याउ लेउ खाएर म उता जानु भन्दा नि बस्न तयार होला नि त यो मान्ने वा ल हेमा हाल्छु मैले त तपाईँ नमान्ने ओइ हेमा तानिरहेन र त्यो जुङ्गामा त हालिदिनु ऊ हो नि त नि कल्चुराको गुन्मै मारेको यहाँसम्म हान्थ्यो कि रात अझै माछा मर्ने जारी छ अझ म त यहाँ काम गर्नु पर्छ कि ल माछा मर्ने जारी छ भन्दै हामी चाहिँ यस्तो चिसो पानीमा कस्तो यार के हो हामी किरा त होइन कतै हामी चाहिँ किरा अझै पानीमा काटिरहेका छौँ तर माछा चाहिँ मर्ने नामै लिइरहेको छैन के हो माछा केही छैन त अब माछा थुन्नको लागि चाहिँ एउटा बैठक गर्न पर्यो के थुन्नको लागि होइन अब यो 2-4-5 सालसम्म चाहिँ माछा नमार्ने अनि त्यसपछि माछा मारेपछि बल्ल पो माछा हुन्छ त मारेको छ माछै छैन केही छैन गाइसहरू तपाईँहरू पनि यस्तो भिडियो हेरिरहन्छ नआउँदा हुन्छ है माछा केही छैन नआउनु होला हामीहरू त बल्ल तल्ल यति मार्यो अब यही नि मारिदिउँ अब तपाईँहरू आयो भने त झन् केही हुनेवाला छैन त्यही पनि कहिले काहीँ भइहाल्छ गर्भवती भने जस्तै हुन्छ कि भनेर चाहिँ हामी चाहिँ अझै लागि होइन माथि माछा छ कि भनेर हिँडे माछै छैन रहेछ होइन माछा नभएपछि यस्तो पानीमा खेलेको भोक पनि लाग्यो होइन हल्का फुल्का अब भोक लागेपछि चाहिँ चट्ट आगो फुक्यो आगो फुकेपछि चाहिँ खाजा खानुपर्ने हुन्छ चाउचाउ लिएको थियौँ अब त्यही चाउचाउ खान्छौँ हामी चाहिँ चट्ट लगाएर र किन यसरी हामीले दन बोलेको आगोलाई लात्तीले थिजी पारेर मार्यौँ भन्दा चाहिँ अब यो जङ्गलमा हो नि त अनि आगो फुकेको अब जङ्गलमा आगोलाई यसै हावा छरिदियो भने त थाहा छ दँदैलो लागिहाल्छ होइन त्यही भएर चाहिँ पानी थिएन छेउमा त्यही भएर चाहिँ लात्तीले नै थिची पार्नु पर्यो ल त्यही हो त अनि थिची पार्यौँ अनि हामी चाहिँ घर आयौँ अनि घर आएर चाहिँ के गर्छौँ एकछिन त्यो हेर्नु होला
चाहिँ आमा भ्लग बनाएको छ ल म दाउरा चिजाहरू भ्लग बनाएको म चाहिँ यो सुशील पुनको आमा देखाऊ यिनीले दाउरा चिर्न लागेको भ्लग बनाउँदैछु। दाउरा चिज लागेको त होइन म यताउता घरको सब देखाएको यस्तो आज मौसम अलिअलि खुले जस्तो पनि छ। मन बुझाउँथे टुङ्गाई गाउँ हेरेर यस्तो नानीहरू छन्। यो नानीहरू कसको नानी होला नि भन मे जाउँले नानीहरू हो, जाउँले छोरीहरू यिनीहरू अनारमे जस्ती छ नि मिल्छ कि मिलेसिन अनार मिलेछ कि मिलेसिन यसो शुभचिन्तकहरूले कमेन्टमा बताइदिनु होला। ला तल बनाइटो म चिर्छु ला लानमा हान्छु ल मलाई नि देखाइदिनु। तिमीलाई देखाइदिने ए ल आमा चिज अन्त ल आमाको आज भ्लग चल्दैछ यो हुन त मेरै भ्लग हो तर आमाको भ्लग बनाइदिन्छु एकछिन आमाको ओ यहाँ बस्छ भने त थाम्मै लाग्छ मलाई आमाको पावर हेरौँ ल आमा चिँदैछन् यो मोमोको दाउरा लास्टै साह्रो हुन्छ क्या ए खसुङको मुरा खसुङको मुरा अरे टन्नै छ खसुङको मुराहरू वा ल ल्याउ म चिर्छु तिमीले चिर्ने रहेछु वाह हेर त अझै अरे बल्लो हिजो बाबाले चिन्न सक्यो मुरा आमाले चिरे नि त्यति धेरै चिसक्यो आमा घापे भन उइला पटान मुरा डरा डल्लो आज अल छम छम के अरे झिम झिम सार्नु हो कि छमछम सार्नु हो नि के सार्नु अरे ए झिम झिम सार्नु आशाहरू के सुनिन्न थाक्यो बेलामा चाहिँ पढ्दै गर्दै गर्छ उहाँहरू त कोइरालो फलेको अब त्यसको छोप खानुपर्छ अचार गाइस मैले चाहिँ दल चिरिसकेर पनि सुमन मेरो भाइले चाहिँ यता चाहिँ ओसाना लगाएको छ गाइस त्यस्तै हो केरा फलेर चाहिँ टिपेर अब यसको तरकारी खानेर टिपेको र आजको त्यो उसमा मिच्छ हुने र त्यही हो उता बोगाइदिनु जाने होला नि त नातिले के हो ला बल्ल छ त के यहाँ तिम्रो लास उड्दैछ क्या यता यहाँ मोबाइलमा गाजो सक्को घनायो